हे गाइज वेलकम टु हजुरहरूलाई मेरो भिडियोमा। अनि हजुरहरूले मलाई चिन्नु भएको छैन भने इट्स मी श्रुति। अनि मेरो घर चाहिँ कोहलपुर। अनि म चाहिँ साथीले मलाई क्याफे आऊ भनेर बोलाइरहेको थिइन्। अनि काममा बोलाएकोहरू नजानलाई क्याफे बोलाएपछि त गइदिनु पर्यो। यस्तरी चल्देको म खुसी, हेर्नु न खुसी। अनि म हजुरहरूलाई एउटा अचम्मको कुरा देखाउँछु ल। म आफै दङ्ग परेको कसम यो कुरा देखेर त। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। हेर्नु ल, यहाँ बाटोमा केही पनि छैन है। अनि यहाँनिरै न्युरोनिर यति ठुलो पानी परेर बाटोभरि पानी नै पानी। हे इन्द्र भगवान, यो के गर्नु भएको? हेर्नु न पानी। अब यहाँनिर गोल पार्क जाने बाटोमा इन्द्र भगवानले मुद्नु भएन। खत्म, बाय बाय, टाटा। म चाहिँ डी क्याफे पुगिसकेको छु। अनि यो सिडी चढ्नु, डी क्याफेको सिडी चढ्नु त कसम भनिदिएको मलाई त सगरमाथा चढ्नु बराबर लाग्छ। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। त्यसपछि मेरो भेट भयो दुईवटा परीसँग। त्यसपछि म भिडियो गर्दै थिएँ। अनि क्यामेरा राम्रोसँग समाउन आउँदैन नि त, त्यही भएर साथीले सोधिरहेको थियो म देखिया छु कि छैन भनेर। रियल मुनमा जान त त्यस्तै भयो। यहाँ आएर चाहिँ चित्त बुझाउनु होला हजुरहरू पनि म जस्तै। अनि एकजना साथी चाहिँ गइसकेको थिइन् अघिको। अनि हामी चाहिँ दुईजना मात्रै थियौँ। अनि साथी चाहिँ साइडमा बसेको थिइन् मेरो साथी चाहिँ। अनि के अर्डर गरेको भनेर मैले भिडियो चाहिँ बनाउनु भ्याएन, किनभने बनाएकै छैन रहेछु। अहिले देखेँ दुईवटा ग्लास देखाएको दुईजनासम्म के पतर पतर गरेर सोच्नु होला। देशभक्तिको गाना गाउँदैछु ल। त्यसपछि हामी क्याफेबाट निस्केर खाजा पसलमा गएर चाहिँ मोमोसम्म खाइदिएको ल। थ्याङ्क्स फर वाचिङ, बाई बाई।